Good morning, namaste. Welcome to my mini vlog. आज म चाहिँ यति मकैलाई मल लगाइराखेर बिहान छिटो छिटो गरेर दिउँसो चाहिँ नानीहरूलाई एकछिन स्विमिङ लानुपर्ने छ। त्यही भएर म छिटो काम गर्दैछु। अब के गर्नु, मलजल पनि गर्नै पर्यो। यहाँ मकै छ नि त। ल अब हामी चाहिँ रेडी सेडी भएर हिँडियो, सरर गयो। ल सबैलाई बच्चाहरू चाहिँ एकदम रमाइरहेछ है। आज चाहिँ स्विमिङ लग्यो फाइनल्ली आमाहरूले भनेर प्रान्सीको फेरि अर्कै पुग्यो पनि हामी फाइनल्ली। एकदम चुमचुम भइरहेछ प्रान्सी चाहिँ स्विमिङ खेल्ने भनेर। तर मैले उसको धेरै भिडियो बनाएको छैन, यति मात्रै हो। ऊ त्यहाँबाट फर्केर कतिखेर आएर दिदीले चोबालिसकेको रहेछ, त्यहाँबाट ऊ तर्सेर आएर बसिरहेछ दाइ र दिदीहरू खेलेको हेरेर। ऊ चाहिँ डराएछ, मानेन छ खेल्नलाई। बच्चाहरू स्विमिङ खेल्दै आमाहरू हेर्दै एकदम इन्जोय दिइरहेछ, हेरिरहेछ दाइ दिदीहरू खेलेको। नानी बाबुहरू चाहिँ टन्नै खेले, हामी पनि बसेर हेऱ्यौँ। खेलेको बच्चाहरू एकदम रमाइलो गरिरहेछ। धेरै पहिलादेखि थियो स्विमिङ जाने भनेर। स्कुलबाट पनि लग्नु भएको थियो लानु त, तर मैले जान दिइनँ मेरो छोरालाई चाहिँ। एकदमै यो तीनजनाले चाहिँ खुब रमाइलो गरेको थियो त्यतिखेर। त्यहाँ हेर त्यहाँ दुईजना राम्री केटीहरू छ, नानी एउटा। तू है आज पानी पानी दिल भी सानी 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 आ जाओ फोटो मेरी खींच ले भइरहेछ। गीत नि ल मेरो छोरी पनि उठेछ। मौसम चाहिँ एकदम राम्रो थियो। बच्चाहरूलाई बेला बेलामा रमाइलो गराउनुपर्छ, उनीहरूको माइन्ड फ्रेस गराउनुपर्छ। कमाएर मात्रै हुँदैन, बच्चाहरूलाई खुसी दिनुपर्छ। बच्चाहरूको लागि त हो आमा बाउले कमाउने, आमा बाउले गर्ने। के गर्नु, जन्माइसकेपछि उनीहरूको सबै कुरा पुरा गर्नु नसके पनि कुनै सानो सकेको कुराहरू त पुरा गर्नुपर्छ। उनीहरूको यो स्विमिङ जाने पनि एकदम नै थियो। ल फाइनली स्विमिङ सकेर हामी हिँड्यो घर। अब बिचमा गएर के खाने कि नखाने, डाइरेक्ट घर जाने के गर्ने भन्ने एकदम सल्लाह भइरहेछ। ल हिँड्यो। अब मानेन नि त बच्चाहरू, खाजा खाएरै जाने भनेर। अब फाइनल्ली खाजा खाने ठाउँमा ल हेर है, मेरो छोरी चाहिँ ऊ जत्रै अनि खाए। बच्चाहरूले के खाए। त्यस पछाडि हिँडियो पैसा तिरेर। फोटो सोटो खिचियो टन्नै। हेर है त्यहाँ आमा ल दिदी बहिनीको फोटो। त्यस पछाडि भाउजू र बच्चा हिँड्यो गयो त्यहाँ तरकारी पन्तको लागि। मेरो भाउजू चाहिँ अब यहाँहरू किन्न, फलफुलहरू किन्न। यहाँ चाहिँ एकदम सस्तो पाउँछ है, सस्तो ताजा राम्रो सबै कुरा राम्रो पाउँछ। यहाँ चाहिँ सस्तो पनि पाउँछ। भाउजूले लाने गर्नुहुन्छ आजभोलि। सबै कुरा सकियो पछाडि यति किन्यो कि सामान पनि यति किन्यो। यो भिडियो चाहिँ अलिक अगाडिकै हो। यो चाहिँ असार 15 को लागि हामीले आँप केराहरू किन्नु गएको हो।
नै ल्याउन पनि ल भाउजूले यति धेरै सामान मलाई बोकेर ल्याउनु भयो। धन्यवाद भाउजू। अनि फाइनल्ली दही चिउरा ह्याप्पी असार 15 ढिलै भए पनि ल। अनि मेरो छोरीले यति मन पराउँछ यो आँप, यति मन पराउँछ, जति खाए नि उसलाई पुग्दैन यो आँपले। अनि मलाई मनपर्ने एकदमै राम्रो यो फुल। थ्याङ्क यू सो मच।